हेलो गाइज गुड मर्निङ एभ्रिवान। हजुर कस्तो हुनुहुन्छ? सन्चो सुबिस्ता हुनुहुन्छ होला है। म पनि सन्चो सुबिस्तै छु। आज चाहिँ म तपाईँलाई हाम्रो देवीधाराको नजारा देखाउन गइरहेको छु र प्रिभियस भिडियोमा पनि तपाईँले देखिसक्नु भयो होला होइन देवीधाराको नजारा। तर अहिले फिलहाल चाहिँ म चाहिँ लङ टाइममा भिडियो बनाएकोले गर्दा तपाईँलाई फेरि देवीधाराको चाहिँ म तपाईँलाई कस्तो छ के छ भनेर देखाउन गइरहेको छु। सो अहिले चाहिँ म नुहाउनु पनि गएको देवीधारा होइन। अनि यसरी यहाँ बिल्डिङहरू बोलहरू बोकेर चाहिँ म देवीधारा जाँदैछु। सो तपाईँहरू पनि मसँगै आउनुहोस् गाइस। हाम्रो चाहिँ यहाँनिर यसरी सिँढीहरू तर्दै तर्दै जानुपर्छ है। यहाँनिर चाहिँ बरको बोटहरू छ है गाइस। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले बरको। यहाँनिर चाहिँ पुरा बाँदरहरू पनि आउँछ। सो आउनु ढिलो नगरिकन तपाईँहरूलाई म देवीधारा देखाउनेछु। ढिलो नगरिकन हेर्नुहोस्। यहाँनिर पनि सबै हाम्रो बारीहरू छ। यतानिर पनि हो। हाम्रो देवीधाराको नजारा चाहिँ गाइस यस्तो छ है। यहाँनिर चाहिँ सब यो बरको बोट हो। सबै बरहरू चाहिँ ठुलो हो। यो पानी सबैको ठाउँमा अहिले जग्गा जग्गा सुकिसक्यो तर यहाँ चाहिँ सुक्दैन। तपाईँलाई म देखाउँछु फेरि पनि होइन यहाँनिर कस्तो छ के छ भनेर। यहाँनिर चाहिँ हाम्रो देवीधारा पहिला पनि तपाईँले देख्नु भएको हो होइन। तर अहिले चाहिँ अलिक पानी सुकेकोले गर्दा यस्तो भएको छ। यहाँनिर चाहिँ मन्दिरहरू छ गाइस हो। देवी मन्दिरहरू छ। यहाँनिर चाहिँ चोखो अब आफ्नो मन्नतहरू माग्यो भने चाहिँ पुरा हुन्छ भन्छ। त्यसै कारण माथिनिर पनि छ है। बादमा म तपाईँलाई त्यहाँनिर गइहाल्यो भने त्यहाँनिर पनि तपाईँलाई भिडियो गरेर देखाउँछु गाइस। यहाँ चाहिँ हाम्रो कहिले पनि सुक्दैन पानी हो। यो चाहिँ अब फ्रिज वाटर हो। एकदम खानु लागि मिठो पनि प्योर पनि होइन सफा पनि हो। तर हामी यो चाहिँ अब म एकछिन बादमा लुगाहरू धुन्छु है। लुगाहरू धुइसकेर अनि तपाईँहरूलाई म सुकाएकोहरू पनि देखाउँछु गाइस। अनि त्यस्तै गरेर यहाँनिर हाम्रो मन्दिरहरू छ। मन्दिरहरूमा जाउँ हो स्टार्ट भनेर फेरि गाइस। म चाहिँ टाउको धुँदैछु धारामा चिसो पानीले। यहाँ चाहिँ टाउकोहरू नुहाउनु मजा आउँछ। जिउहरू नुहाइसक्यो अघि नै। अनि लुगाहरू पनि सब धुइसकेँ मैले। अब यो चाहिँ टाउको नुहाइसकेँ। बादमा फेरि म तपाईँलाई घर गएर लुगाहरू सुकाएको देखाउँछु गाइस। सो गाइस आखिरले पनि हो चौको पानी थापेर लानुहुँदैछ घरमा हो। अहिले चाहिँ म नुहाइँदै गरिसकेँ है। नुहाएर पनि लुगाहरू पानीहरू पनि थापिसकेँ। हजुर। सो अहिले यहाँ पानीहरू यतिको भएको छ हाम्रो। अहिले चाहिँ यहाँ हेर्नुहोस् घामहरू लागेर कस्तो राम्रो भएको छ दिनहरू। सो अब चाहिँ यहाँनिर अब टाउको धुन्छ अरे मेरो बुढाले पनि है गाइस। तपाईँलाई देखाउँछु गाइस। मेरो बुढाले पनि यहाँ टाउको धुँदैछ। सो अब पनि नुहाइँदै गरिसकेर चाहिँ हामी फेरि तपाईँलाई बादमा घरमा भेट्नेछु गाइस। म चाहिँ धाराबाट पनि आइसकेँ हो। नुहाइँदै पनि गरिसकेँ। अब चाहिँ म लुगाहरू सुकाउँदैछु हो। अघि चाहिँ पानी पर्ला जस्तो भएर पानी पनि आएको थियो। फेरि फिलहाल अहिले घामहरू लाग्यो हो। आज चाहिँ अब मेरो भ्लग यति नै थियो है तपाईँलाई अब देखाउनुको लागि। सो डे बाई डे नयाँ भ्लगहरू लिएर आउने छु। यति भन्दै मेरो भिडियोहरू तपाईँ समक्ष म राख्न चाहन्छु है। मेरो च्यानललाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् भन्दै म मेरो भिडियो यहीँ एन्ड गर्दछु। नमस्ते गाइस। म चाहिँ टाउको धुँदैछु धारामा चिसो पानीले। यहाँ चाहिँ टाउकोहरू नुहाउनु मजा आउँछ। जिउहरू नुहाइसक्यो अघि नै। अनि लुगाहरू पनि सब धुइसकेँ मैले। अब यो चाहिँ टाउको नुहाइसकेँ। बादमा फेरि म तपाईँलाई घर गएर लुगाहरू सुकाएको देखाउँछु गाइस। सो गाइस आखिरले पनि हो चौको पानी थापेर लानुहुँदैछ घरमा हो। अहिले चाहिँ म नुहाइँदै गरिसकेँ है। नुहाएर पनि लुगाहरू पानीहरू पनि थापिसकेँ। हजुर। सो अहिले यहाँ पानीहरू यतिको भएको छ हाम्रो। अहिले चाहिँ यहाँ हेर्नुहोस् घामहरू लागेर कस्तो राम्रो भएको छ दिनहरू। सो अब चाहिँ यहाँनिर अब टाउको धुन्छ अरे मेरो बुढाले पनि है गाइस। तपाईँलाई देखाउँछु गाइस। मेरो बुढाले पनि यहाँ टाउको धुँदैछ। सो अब पनि नुहाइँदै गरिसकेर चाहिँ हामी फेरि तपाईँलाई बादमा घरमा भेट्नेछु। हेलो गाइज गुड मर्निङ एभ्रिवान। हजुर कस्तो हुनुहुन्छ? सन्चो सुबिस्ता हुनुहुन्छ होला है। म पनि सन्चो सुबिस्तै छु। आज चाहिँ म तपाईँलाई हाम्रो देवीधाराको नजारा देखाउन गइरहेको छु र प्रिभियस भिडियोमा पनि तपाईँले देखिसक्नु भयो होला होइन देवीधाराको नजारा। तर अहिले फिलहाल चाहिँ म चाहिँ लङ टाइममा भिडियो बनाएकोले गर्दा तपाईँलाई फेरि देवीधाराको चाहिँ म तपाईँलाई कस्तो छ के छ भनेर देखाउन गइरहेको छु। सो अहिले चाहिँ म नुहाउनु पनि गएको देवीधारा होइन। अनि यसरी यहाँ बिल्डिङहरू बोलहरू बोकेर चाहिँ म देवीधारा जाँदैछु। सो तपाईँहरू पनि मसँगै आउनुहोस् गाइस। हाम्रो चाहिँ यहाँनिर यसरी सिँढीहरू तर्दै तर्दै जानुपर्छ है। यहाँनिर चाहिँ बरको बोटहरू छ है गाइस। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले
बोरको यहाँनिर चाहिँ पुरा बाँदरहरू पनि आउँछ। सो आउनु ढिलो नगरिकन तपाईँहरूलाई म देवी धारा देखाउनेछु। ढिलो नगरिकन हेर्नुहोस्, यहाँनिर पनि सबै हाम्रो बारीहरू छ, यतानिर पनि हो। हाम्रो देवी धाराको नजारा चाहिँ गाइस यस्तो छ है। यहाँनिर चाहिँ सब यो बरको बोट हो, सबै बरहरू चाहिँ ठुलो हो। यो पानी सबैको ठाउँमा अहिले जग्गा जग्गा सुकिसक्यो, तर यहाँ चाहिँ सुक्दैन। तपाईँहरूलाई म देखाउँछु फेरि पनि होइन, यहाँनिर कस्तो छ के छ भनेर। यहाँनिर चाहिँ हाम्रो देवी धारा पहिला पनि तपाईँले देख्नु भएको हो होइन, तर अहिले चाहिँ अलिक पानी सुकेकोले गर्दा यस्तो भएको छ। यहाँनिर चाहिँ मन्दिरहरू छ गाइस हो, देवी मन्दिरहरू छ। यहाँनिर चाहिँ चोखो अब आफ्नो मन्नतहरू माग्यो भने चाहिँ पुरा हुन्छ भन्छ। त्यसै कारण माथिनिर पनि छ है, बादमा म तपाईँलाई त्यहाँनिर गइहाल्यो भने त्यहाँनिर पनि तपाईँलाई भिडियो गरेर देखाउँछु। गाइस यहाँ चाहिँ हाम्रो कहिले पनि सुक्दैन पानी हो। यो चाहिँ अब फ्रिज वाटर हो, एकदम खानु लागि मिठो पनि प्योर पनि होइन, सफा पनि हो। तर हामी यो चाहिँ अब एकछिन बादमा लुगाहरू धुन्छु है। लुगाहरू धुइसकेर अनि तपाईँहरूलाई म सुकाएकोहरू पनि देखाउँछु गाइस। अनि त्यसै गरेर हाम्रो यहाँनिर हाम्रो मन्दिरहरू छ, मन्दिरहरूमा जाउँ हो। स्टार्ट भनेर फेरि गाइस म चाहिँ टाउको धुँदैछु धारामा चिसो पानीले। यहाँ चाहिँ टाउकोहरू नुहाउनु मजा आउँछ, जिउहरू नुहाइसकेँ अघि नै। अनि लुगाहरू पनि सब धुइसकेँ मैले। अब यो चाहिँ टाउको नुहाइसकेँ, बादमा फेरि म तपाईँलाई घर गएर लुगाहरू सुकाएको देखाउँछु गाइस। सो गाइस आखिरले पनि हो चौको पानी थापेर लानुहुँदैछ घरमा हो। अहिले चाहिँ म नुहाइँदै गरिसकेँ है, नुहाएर पनि लुगाहरू पानीहरू पनि थापिसकेँ। हजुर। सो अहिले यहाँ पानीहरू यतिको भएको छ हाम्रो। अहिले चाहिँ यहाँ हेर्नुहोस् घामहरू लागेर कस्तो राम्रो भएको छ दिनहरू। सो अब चाहिँ यहाँनिर अब टाउको धुन्छ अरे मेरो बुढाले पनि है गाइस, तपाईँलाई देखाउँछु। गाइस मेरो बुढाले पनि यहाँ टाउको धुँदैछ। सो अब पनि नुहाइँदै गरिसकेर चाहिँ हामी फेरि तपाईँलाई बादमा घरमा भेट्नेछु। गाइस म चाहिँ धाराबाट पनि आइसकेँ हो, नुहाइँदै पनि गरिसकेँ। अब चाहिँ म लुगाहरू सुकाउँदैछु हो। अघि चाहिँ पानी पर्ला जस्तो भएर पानी पनि आएको थियो, फेरि फिलहाल अहिले घामहरू लाग्यो हो। आजको चाहिँ अब मेरो भ्लग यति नै थियो है, तपाईँहरूलाई अब देखाउनुको लागि। सो डे बाई डे नयाँ भ्लगहरू लिएर आउने छु। यति भन्दै मेरो भिडियोहरू तपाईँ समक्ष म राख्न चाहन्छु है। मेरो च्यानललाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् भन्दै म मेरो भिडियो यहीँ एन्ड गर्दछु। नमस्ते।